यो महिनामा गर्ने दैनिकी कर्महरू कृत्यहरू के हुन्छ, के गर्नुपर्दछ त भन्ने विषयमा हिजो मैले हजुरलाई बताएको थिएँ भने अब आज पुनः फेरि राजाले वाल्मीकि नाम गरेका ऋषिसँग प्रश्न गर्नेछ। अरू के छन् त यसका विधिहरू त्यो पनि बताइदिनु भनेर प्रश्न गर्दा हिजो तयारीको विधिमा बताएँ मैले हजुरहरूलाई। अब यो पुरुषोत्तम भगवानको पूजाको विधि के छ त त्यसको बारेमा मेरो सोध्नु हो। तब वाल्मीकि नाम गरेका ऋषिले बताउनुहुन्छ राजन माया कपोलौ दृष्टागत्य पाणिना प्राण प्रतिष्ठा कुर्वीत तस्य देवस्य वै हरिः। भगवान शालिग्रामको प्राण प्रतिष्ठापन गर्नु पर्दैन। शालिग्रामलाई ल्याएर धर्म पूजा गर्दाखेरि त्यतिकै पनि पूजा गर्न मिल्छ है। शालिग्रामलाई ल्याएर हामीले धर्म पूजा गर्नलाई कोही विधि चाहिँदैन। सिधै घरमा ल्याएर पूजा गर्दा हुन्छ। शालिग्रामको प्राण प्रतिष्ठा हुँदैन, गर्नु पर्दैन। तर अरू कुनै पनि देवताको पूजा गर्न पर्यो भनेदेखि बिना प्राण प्रतिष्ठा पूजा गर्न मिल्दैन है। भगवानलाई प्राण प्रतिष्ठापन गर्नुपर्दछ। त्यही भएर शिव पुराणमा भनेको छ त भगवानको पूजाको विधि छ है। यदि हामीले यहाँ प्राण प्रतिष्ठापन गरेका छौँ नि त्यो केही दिनको लागि प्राण प्रतिष्ठापन गरेका छौँ, हामीले धेरैको लागि गरेका छैनौँ। त्यही भएर लास्टमा के गर्छौँ, गच्छ भनेर पठाउँछौँ। जब मन्दिरमा प्राण प्रतिष्ठापन गरेका छौँ भने हामीले मन्दिरमा स्थापना गरेका भगवानलाई अहिले आएर बस्नु अब जानु भन्छौँ त भन्दैनौँ नि हो। त्यही भएर मन्दिरमा दैनिक पूजा पनि हुनुपर्छ, भोग पनि लगाउनुपर्छ है। त्यही भएर मन्दिरमा दैनिक भोग लगाउने पूजा गर्ने विधि त्यही त हो। अत्यन्ताय प्रतिष्ठाय प्राणं प्रतिमासुचा यथा पूर्वं तथा भागं सर्वदिनं तदेवता अन्येषामपि देवानां प्रतिमा स्थापि पार्थिवा प्राण प्रतिष्ठा कर्तव्यं तस्य देवत्व सिद्धये। देवताहरूलाई सिद्धि गराउनका निमित्त के गर्नुपर्दछ, प्राण प्रतिष्ठापन गर्नुपर्दछ। प्राण प्रतिष्ठापन गर्नुपर्दछ देवताहरूलाई सिद्धि गराउनका निमित्त। बिना प्राण प्रतिष्ठापन पूजा गर्न हुँदैन भनेको छ। अस्मै देवचमामासे स्वाहेति योगी रचन मंत्र मूल मंत्रे दैविका रीतिले वैदिक मन्त्रहरूद्वारा वेदका मन्त्रहरूद्वारा हामीले जहाँ पूजा गर्ने हो त्यो ठाउँमा भगवानको मूर्ति स्थापना गर्न सकेनौँ भने प्रतिमा
सुवर्णमा पनि भगवानको वास हुन्छ भनेछ। सुवर्णको प्रतिमाको स्थापना गरेर प्राण प्रतिष्ठा छ सर्वत्र प्रतिमायं समाचरित। त्यही प्रतिमालाई भने पनि के गर्नु? प्राण प्रतिष्ठापन गर्नु। स्वासैव प्रकृतिव एतत् देनान् वस्वान्। जुन दिन भगवानको प्राण प्रतिष्ठापन हुन्छ नि त्यो दिन स्वाहा स्वाहा भने देवतालाई, स्वधा भने पितृलाई। पितृलाई के भनिन्छ? स्वधा भनेर दिइन्छ। देवतालाई के भनेर दिइन्छ? स्वाहा भनिन्छ। यज्ञका पत्नी स्वाहा स्वधा है। यज्ञमा हामीले जब हवन गर्छौं नि, हवनमा के भन्छौं? स्वाहा भन्छ। जब तर्पण दिन्छौं के भन्छौं? स्वधा भन्छ। हो हामीले यो प्राण प्रतिष्ठापन आदि कर्म गर्दाखेरि स्वाहा सैव प्रकृतिव तद्देव देवानुस्मरण एवं प्राण प्रतिष्ठा से स्थापित श्री पुरुषोत्तमम्। त्यही भएर त हवन गर्नुपर्छ है। आज जति हुन्छ त्यति भने हवन पनि गर्नुपर्दछ। यज्ञ गरिसकेपछि यज्ञात् भवति पर्जन्य। यज्ञ गरेर हवन गरेपछि के हुन्छ? पानी पर्छ। यज्ञात् भवति पर्जन्य, पर्जन्य अन्न सम्भव। यज्ञ गर्यो भने पानी पर्छ, पानी पर्यो भने अन्न उत्पादन हुन्छ, अन्न भयो भने फेरि यज्ञ हुन्छ। त्यही भएर यज्ञ चाहिँ के हो त? पृथ्वीको मूल तत्त्व। यज्ञ गर्यो भने पानी पर्छ, पानी नपरिकन केही हुँदैन। भगवान शिवजीले आज्ञा नदिकन केही पनि हुँदैन संसारमा। सबैको मालिक सबैभन्दा ठुलो हो देवादिदेव भगवान शिवजी हो। राजा इन्द्रले पानी पार्नुहुन्छ। मद भया पार्थिवाको यम सूर्यस्तपति मद भया वर्ष तिम्रो जल त्याग्नु मृत्यु चरति मद भया। राजा इन्द्रले पनि पानी पार्नुहुन्छ भगवान शिवजीकै आज्ञा। एक दिन शिवजीले राजा इन्द्रलाई भन्नुभएछ, इन्द्र म पृथ्वीको भ्रमण गर्न जान लागेको छु। राजा इन्द्रले भन्नुभयो यो स्वरूपमा जानुभयो भने कसरी फर्कनुहुन्छ? यो स्वरूपले जान्न म नचिनिने भएर जान्छु भन्नुहुन्छ। अनि मैले के गर्नु पर्यो त? म पृथ्वीको भ्रमण गर्न जान लागेको छु, कति वर्ष लाग्छ थाहा छैन, म नआइकन तिमीले पानी नपार्नु भन्नुभयो। नियम के रहेछ? भगवान शिवजीले कैलाशमा बसेर शंख बजाएपछि राजा इन्द्रले पानी पार्ने नियम रहेछ। राजा इन्द्रलाई शिवजीले के भन्नुभयो? मैले शंख नफुकेसम्म अब पानी नपार्नु। यदि भनेर शिवजी निक्लनुभयो पृथ्वीको भ्रमण गर्नु। अब यता राजा इन्द्रले सोचे कहिले शिवजीले शंख बजाउनु हुन्छ र पानी पार्छु भनेर बसे। शिवजीले शंख बजाउनु भएन, पानी परेन। 12 वर्ष लागेछ पृथ्वीको भ्रमण गर्न आउनु शिवजी। अब 12 वर्ष पानी परेन भने के हुन्छ होला? पानीको स्रोत सबै सुक्यो, कहीँ कतै केही छैन, हरियो कहीँ छैन, सबै मर्ने भए। एक दिन शिवजी अब कैलाश जान्छु भनेर फर्कदै जाँदाखेरि एउटा किसानले 12 बजेको मजाले घाम लागेको बेलामा ज्योति लगाएको। 12 वर्ष पानी परेको छैन। 12 वर्ष पानी नपरेको बेलामा बारी कस्तो भयो होला, खेत कस्तो भएको होला। तैपनि 12 बजेको टन्टलापुर घाममा किसानले खेत जोत्दै गर्दा शिवजीले आश्चर्य लाग्यो। गएर सोध्नुभयो, बाबु पानी नपरेको कति समय भयो थाहा छ? 12 वर्ष भयो। खेती नलागेको कति वर्ष भयो थाहा छ? 12 वर्ष भयो। अनि अब कति समय पानी नपर्ने थाहा छैन, किन जोतेको त? किसानले भने, हजुर को हो र? जो भएको त मैले तिमीलाई सोधेँ, यस्तो घाममा यति दुःख गरेर तिमीले बारी जोतेका छौ, चिसो कहीँ छैन, छरेको चिज उम्रिनु भन्दा पनि त्यही सुकेर जान्छ, अनि तिमीले खेती कसरी गर्छौ र किन जोतेको? पानी परेपछि जोतेको अनि लगायो भने उम्रिन्छ त। किसानले भने, हेर्नु हाम्रो काम त कर्म गर्ने हो, फल त भगवानले दिने हो। फल हाम्रो आशा छैन। 12 वर्ष पानी परेन, हामीले चाहेर पानी पार्न सक्ने भए हामी पारिहाल्छौँ। हामीले चाहेर पानी पार्न सकेनौँ। त्यही भएर कर्म हामीले गर्ने हो, फल भगवानले दिने हो। कर्म गर्न छोड्नु हुँदैन। कर्म गर्न छोड्यो भने त बिर्सिहाल्छ नि। यो गोरुलाई पनि बेला जोतेन भने गोरुले जोत्नु बिर्सिन्छ। यो हलो पनि जोतिरहेन भने हलो राख्दा भाँचिन सक्छ। पानी पर्यो जोत्न जाँदा हलो भाँच्यो भने फेरि हल बन्जाऊ, हलो ल्याऊ, काट बनाऊ, कहिले हुन्छ? त्यही भएर हलो पनि ठिक ठाउँमा बस्छ। त्यो हलोलाई तान्ने के भन्छ?
जुवा लाडा के भन्छ यो सबैलाई राति रह्यो भने त खिन्छ चुड्छ। त्यहीबाट जोति गयो भनेदेखि गोरुले पनि जोत्न बिर्सिँदैन, मैले पनि जोत्न बिर्सिन्न, गोरु पनि ठिकमा बस्छ, हलो पनि ठिकमा बस्छ भनेपछि किसानको कुरा सुनेपछि शिवजीले भन्नु ओहो काम गरिगरे भने बिर्सिँदैन भनेपछि त मैले शङ्ख नबजा कति भयो 12 वर्ष भयो। कतै मैले पनि शङ्ख बजाउन त बिर्सिन। शिवजीको मनमा शङ्का लागेछ र किसानलाई त्यति भनेर कैलाशमा गएर भगवती पार्वतीले भन्छ पार्वती कै शङ्ख ल्याइनु भन्नुभयो। जब पार्वतीले शङ्ख दिनुभयो शिवजीले कैलाशमा शङ्ख बजाउनु भएको थियो। राजा इन्द्रले सुन्नुभयो, मुसलधारे पानी पारिदिनु भयो। अघिल्लो दिन किसानले खेत जोतेको थियो, भोलिपल्ट खेती लगायो, हराभरा पृथ्वी भयो। त्यही हाम्रो काम कर्म गर्नु, कर्म गर्ने हो, फल भगवानले दिने हो। 12 वर्ष पानी नपर्दा पनि उसले जोत्न छोडेन, बेलुकै पानी पर्यो भोलिपल्ट खेती लागिरहेन। त्यही भएर समय त्यस्तो चिज हो। सुहासोधादी कर्म गर्न छोड्नु हुँदैन, यसको मतलब यही हो। कर्म गर्नु पर्दछ, यज्ञले पानी पर्छ, पानीले नै यज्ञ पूर्ण हुन्छ। देश काल समुदेश नियते भाग्यता सूची, देश काल नियम अनुसार जस्तो अवस्था छ जस्तो त्यही अनुसार है हजुर। यो भएन त्यो भएन, यति पुगेन त्यति पुगेन, अवस्था देश काल भनेको समय अनुसारले कर्म गर्नु। अब पूजाको विधि मैले हजुरहरूलाई हिजो बताएको थिएँ। पूजा गर्नुभन्दा अगाडि के गर्नुपर्छ त्यो सबै सुन्नुभयो। अब आज भगवानको पूजाको विधि छ जो अघि मैले हजुरहरूलाई पूजाको विधि बताइसकेको छु। सबै कुरा अघि पूजामा बताएँ। सबैभन्दा पहिला भगवानको ध्यान गर्नु, अनि त्यसपछि थालीमा अष्ट दिशाको पूजा गर्नु, त्यसपछि शङ्कर्षण भगवानको पूजा गर्नु, चार वेदको पूजा गर्नु। यति गरिसकेपछि हातमा पुष्प लिएर भगवानको आराधना गर्नु र भगवानलाई भन्नु राधिका सहित पुरुषोत्तमाय नमः आवाहनम समर्पयामि भनेर आवाहन पुष्प चढाउनु, गङ्गाको जल अर्पण गर्नु। अनि त्यसपछि गएर अर्घ चढाएर भन्नु नन्द गोप गृहे जातो गोपिकानन्द हेतवे गृहराजमया दत्तम राधाय सन्तो हरे भनेर अर्घ चढाउनु। अनि फेरि कुनै पनि वस्तु चढाइसकेपछि अनि शुद्ध जलले के गरिदिनु, अरू चढाइदिनु, शुद्ध जल चढाइदिनु। अनि यति गर्दै गएपछि अनि स्नानीय जल चढाउनु, पञ्चामृत चढाउनु है, अनि आचमनीय जल चढाउनु। अनि त्यसपछि गएर पञ्चोपचार पूजा भनिन्छ। दूध, दही, घिउ, मह, सक्खर आदि गरेका वस्तुहरूले भगवानको पूजा गर्नु। पञ्चोपचार पूजा, षोडशोपचार पूजा, 16 प्रकारका चिजले पूजा गर्ने, 5 प्रकारका वस्तुले पूजा गर्ने। 5 प्रकारको चिजले पूजा गर्यो भने पञ्चोपचार हुन्छ, 16 प्रकारका चिजले पूजा गर्यो भने षोडशोपचार पूजा हुन्छ है। यसरी भगवानका पञ्चोपचार यानी कि 16 भगवानको पूजा गर्नु। अनि त्यसपछि वस्त्र चढाइदिनु, यज्ञोपवीतम दामोदर भनेर भगवानलाई यज्ञोपवीतम चढाइदिनु, श्रीखण्ड चन्दन लगाइदिनु, अक्षता चढाइदिनु, माला लगाइदिनु। अनि भगवानको अङ्ग पूजा गर्नु, भगवानको पाउदेखि शिरसम्म पूजा गर्नु। भन्नु यशोदा तनये नमः। यशोदा तन भनेको यशोदाका छोरा भनेको, तन भनेको तनय भनेको छोरा, यशोदाको छोरा भनेर पूजा गर्नु। केसी सुदन भनेर पूजा गर्नु। केसी नाम गरेको दैत्यले भगवानले मारेको हुनाले भगवानको नाम केसी सुदन। अनि भूभार उत्तराय भन्नु, भूभार उत्तराय भनेको पृथ्वीको भारलाई हरण गर्नु भएको हुनाले, दुष्टहरूदेखि पृथ्वीलाई रक्षा गर्नु भएको हुनाले। अनि